अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्दछ र अर्जेन्टिनामा फुटबलको शासक निकाय अर्जेन्टिना फुटबल संघद्वारा प्रशासित छ। यो 1912 देखि फिफाको सदस्य रहेको छ र 1916 मा कन्मेबोलको संस्थापक सदस्य थियो। यो 1946 देखि 1961 सम्म अमेरिकाको एकीकृत महासंघ PFC को सदस्य पनि थियो। अर्जेन्टिना हालको फिफा विश्वकप च्याम्पियन हो, जसले 2022 मा सबैभन्दा पछिल्लो विश्वकप जितेको छ। टोलीले पहिले 1978 र 1986 मा विश्वकप जितेको थियो र कुल 6 पटक विश्वकप फाइनलमा देखा परेको छ। अर्जेन्टिनाले कोपा अमेरिकाको कीर्तिमानी 16 पटक जितेको छ, जसमध्ये सबैभन्दा पछिल्लो पटक 2024 मा हो। 1945, 1946 र 1947 मा जित हासिल गर्दै यो लगातार 3 पटक प्रतियोगिता जित्ने एक मात्र राष्ट्र हो। अर्जेन्टिनाले 1960 मा पान अमेरिकन च्याम्पियनशिप र 1992 मा पहिलो फिफा कन्फेडरेसन कप र 1993 र 2022 मा कन्मेबोल UEFA कप अफ च्याम्पियन्स जितेको थियो। अर्जेन्टिनाले सबैभन्दा धेरै आधिकारिक अन्तर्राष्ट्रिय उपाधि जित्ने रेकर्ड रहेको छ, जसमध्ये 23 पटक हो। अर्जेन्टिनाका खेलाडीहरूले 3 पटक फिफा विश्वकप गोल्डन बल जितेका छन्। 1986 मा डिएगो म्याराडोना र 2014 र 2022 मा लियोनल मेसीले टोलीका लागि सबैभन्दा धेरै उपस्थिति 198 पटक र सबैभन्दा धेरै गोल 116 पटक गरेका छन्। 5 मे 2026 सम्म अर्जेन्टिना फिफा पुरुष विश्व वरियतामा तेस्रो स्थानमा छ। अर्जेन्टिना प्राय ब्राजिल, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, मेक्सिको, नेदरल्यान्ड्स र उरुग्वेसँग प्रतिस्पर्धा गर्ने राष्ट्रका रूपमा परिचित छ। अर्जेन्टिनाले खेलेको पहिलो खेल 20 जुन 1902 मा मोन्टेभिडियोमा उरुग्वे विरुद्ध थियो। यो दुवै पक्षको लागि पहिलो अन्तर्राष्ट्रिय खेल थियो र अर्जेन्टिनाले 6-0 ले जित्यो। अर्जेन्टिनाको अस्तित्वको पहिलो वर्षहरूमा टोलीले अन्य दक्षिण अमेरिकी टोलीहरू विरुद्ध मात्र मैत्रीपूर्ण खेल खेलेको थियो। यसको कारणहरू फरक थिए, जसमा देशहरू बीचको लामो यात्रा, समय र प्रथम विश्वयुद्धको सुरुवात समावेश थियो। अर्जेन्टिना 6 पटक फिफा विश्वकप फाइनलमा पुगेको छ, जसमा 30 जुलाई 1930 मा भएको पहिलो फाइनल पनि समावेश छ, जुन उनीहरूले उरुग्वेसँग 4-2 ले हारे। अर्जेन्टिनाले 25 जुन 1978 मा नेदरल्यान्ड्सलाई 3-1 ले हराउँदै आफ्नो अर्को फाइनल जित्यो। 1986 मा डिएगो म्याराडोनाले पश्चिम जर्मनीमाथि 3-2 को जित हासिल गर्दै अर्जेन्टिनालाई दोस्रो उपाधि दिलाए। 1990 मा म्याराडोनाले अर्जेन्टिनालाई फेरि फाइनलमा पुर्याए, तर टोली धेरै विवादित पेनाल्टीद्वारा पश्चिम जर्मनीसँग 1-0 ले हारे। लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना 2014 मा फाइनलमा पुगेको थियो, जहाँ उनीहरू अतिरिक्त समयमा जर्मनीसँग 1-0 ले पराजित भएका थिए। अर्जेन्टिनाले 3-3 को बराबरी पछि पेनल्टी सुटआउटमा फ्रान्सलाई हराएर 2022 मा आफ्नो तेस्रो फिफा विश्वकप जितेको थियो। अर्जेन्टिनाका विश्वकप विजेता प्रबन्धकहरू सेजर लुइस मेनोटी, कार्लोस बिर्लाडो र लियोनेल स्कालोनी हुन्। अर्जेन्टिनाले 16 पटक कोपा अमेरिका जितेको छ, जसमध्ये सबैभन्दा हाल 2024 मा हो। टोलीले 1992 मा पहिलो फिफा कन्फेडरेसन कप र 1993 र 2022 मा कन्मेबोल UEFA कप अफ च्याम्पियन्स पनि जितेको थियो। मार्च 2007 मा अर्जेन्टिना पहिलो पटक फिफा पुरुष विश्व वरियताको शीर्षमा पुग्यो। हस् त, अहिलेलाई यति नै। म तपाईहरू सामु अर्जेन्टिनाको यस्तै थप इतिहास या यस्तै थप विषयहरू लिएर पुनः उपस्थित हुनेछु। तपाईहरूलाई यो भिडियो राम्रो लाग्यो भने लाइक अवश्य गर्नुहोला र मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला।